तिम्री आमालाई एउटा नयाँ धोती अनि बाको शिरको छेउतिरबाट उध्रिँदै गएको एउटा ढाका टोपी फेरिदिनु। संसार जित्नु तिमी, संसार देख्नु तिमी, तर आमालाई घर फर्किआउँछु भनिदिनु अनि बाको दुःख बिसाउने एउटा शीतल छहारी एउटा चौतारी बनिदिनु है भन्दै म चाहिँ आज यो मिनी भ्लगमा सबैजनालाई स्वागत गर्न चाहन्छु हैन। म चाहिँ सबैजनालाई चाहिँ अलि नजिकबाट हेरिरहेको हुन्छु, निहालिरहेको हुन्छु। म सबैहरू मलाई माया गर्ने हैन, मैले माया गर्ने सबैजनासँग चाहिँ म नजिक पुग्ने कोसिस गरिरहेको हुन्छु हैन। यस्तै भन्दै म चाहिँ आज चाहिँ मेरो यो मिनी भ्लगमा हैन सबैजनालाई स्वागत गर्न चाहन्छु। अनि मलाई जति पनि हेर्ने, मलाई सुन्ने, मलाई पढ्ने हैन, मलाई बुझ्ने सबैजनालाई चाहिँ मेरो मुटुभरिको माया पनि भन्न चाहन्छु हैन। अनि आज चाहिँ यो जापानको वास्तविकता चाहिँ म तपाईहरुलाई चाहिँ देखाउन गइरहेको छु हैन। म चाहिँ कसरी एउटा रुमभित्र सीमित भएको हुन्छु भने हैन, जति पनि एक्सपेक्टेसन भर्सेस रियालिटी भनिन्छ हैन, म ढाड्दिनँ, वास्तवमा म साँचो कुरा गर्छु। यहाँ चाहिँ खास जस्तो सोचेर आइन्थ्यो त्यतिको चाहिँ हुँदैन रहेछ हैन। मैले पनि सोच्थेँ, जान्थेँ, एउटा सिस्टममा बस्थेँ, बिहान दिउँसो सेड्युल मिलाएर हैन, एकदम कम्फर्ट जोन बनाएर चाहिँ दिनचर्या चलाउँछु भन्ने सोच्थेँ, तर त्यस्तो कतै पनि हुन आएन हैन। म चाहिँ अब यावत कुराहरूलाई पछि फेरि भन्ने बाचाका साथ म चाहिँ आज मेरो रुम भिजिट गराउँदैछु हैन। यो चाहिँ मेरो खास एउटा 1 केडीको रुम हो हैन। यहाँ चाहिँ म एक्लै बस्छु अनि खासमा साथी भएन बस्ने बेलामा। मेरो आफ्नै कथा व्यथाहरू छन्, कुनै दिन गन्तव्य मिल्यो भने सुनाउला त्यो कथा पनि हैन। अनि यो चाहिँ खास मेरो रुम